हेलो गाइज वेलकम टु माई न्यू ब्लग। सबैलाई मेरो मिनी ब्लगमा स्वागत छ। सबैजना सन्चै आरामै हुनुहुन्छ होला। म पनि यहाँ एकदमै सन्चै आरामै छु। अहिले चाहिँ म यहाँ भाँडाकुँडाहरू धुँदैछु। हजुर हेर्न सक्नुहुन्छ मजाले साबुनले भाँडाकुँडाहरू मस्काइसकेपछि अनि मैले चाहिँ अहिले भाँडाकुँडा धोएर अनि त्यही बाटामा राखिदिँदैछु। अनि सबै भाँडाकुँडाहरू धोएर पनि भ्याइसकेँ। अनि मैले भाँडाकुँडालाई भित्र लिएर आएँ र उसको ठाउँमा राखिदिएँ मैले चाहिँ। अनि साँझ पनि परिसकेको थियो अनि पिउने पानी पनि मैले भरेर राखेँ। अनि पिउने पानी भरिसकेपछि मेरो चाहिँ परालहरू मैले सुकाउन हालेको थिएँ। पानीले पुरै भिजिसकेको थियो कि। अनि सुकाउन हालेको पराल चाहिँ मैले अहिले गोठमा फालिदिँदैछु। हजुर हेर्न सक्नुहुन्छ पुरा गोठै भरिसकेको छ कि मेरो परालले चाहिँ। अनि त्यसपछि फेरि अझै कति धेरै परालहरू उसै थियो कि। अनि सबै पराल एक एक गरेर मैले सबै परालै सबै गोठ भरिदिइसकेको छु मैले चाहिँ। अनि आज चाहिँ खानामा चाहिँ म तिते करेला बनाउँदैछु। मलाई चाहिँ लास्टै मनपर्छ क्या, मेरो फेभरेट हो कि तिते करेला चाहिँ। यसलाई भुटेर खान मलाई लास्टै मनपर्छ। अनि यतातिर फेरि मैले ज्वानो पिसेको छु, ज्वानोको झोल खाउँला भनेर। अनि साँझ पनि भइसकेको थियो, मैले तिते करेलाको सब्जी रोटी पनि बनाइसकेको थिएँ। सबैजनालाई यति नै, अब बाई बाई।